अहिले चाहिँ गाइजहरू हामी नुनडाकी मैदाने ससाली गाउँतिर त अहिले चाहिँ पारी देखेको छ भनेको सिङरिङ भन्छ होइन। अनि बस्तुहरू रहेछ अलिअलि दुईटा लाइन। यो भनेको स्यालदो त्यही पारीको। अनि यता पर चाहिँ पोक्लाबाङ भन्छ। पोक्लाबाङदेखि पारी चाहिँ चितलाङ के भन्छ है। अनि अहिले यहाँ बजार पनि लागिरहेछ तल तातो पानी मेला। त्यहाँ चाहिँ हिजो एकछिन घुम्यो, अहिले निस्कन गइन्छ यता साथीहरू। कन्टिन्यू बज्दैछ भैँसीको चाहिँ। एउटा गाई एउटा भैँसी लैना छ। अनि तल चाहिँ पुरै चाहिँ सुर्तीहरू खरो हुन्छ यहाँको सुर्ती, फेरि बेरेर खाने लामपाते सुर्ती। यहाँ चाहिँ अलैँची कालो सुन लागिरहेछ साथीहरू। यस्तो हुन्छ कालो सुन चाहिँ है। हाम्रो बाउको कालो सुनको चाहिँ भट्टी लगाइरहेछ। अलिक राम्रो सुकिया छैन जस्तो छ, तर सुक्नु आँटेछ यस्तो छ। अहिले त भाउ पनि राम्रै छ यसपालि त। एकभन्दा माथि नै रहेछ भड्डी है साथीहरू। यो चाहिँ अलैँचीको भड्डी। एउटा गाई एउटा बाच्छा दुइटै लैन यस्तो छ गाईहरू। नुनडाकी है त यो चाहिँ मैदाने। भरे तलतिर गइन्छ तातो पानी मेलातिर। हिजो नै घुम्यो तातो पानी चाहिँ। के हो दाजु, यो सुँगुरको चारो हो? चारो ससुरालीमा आएर चारो काटिँदैछ होइन त? कुमिन्डोको चारो। अहिले चाहिँ हामी ससुराली, मेरो ससुराली गाउँबाट चाहिँ फर्किँदैछौँ साथीहरू है। तल यताउताको नजारा चाहिँ दामी देखाएको छ है। यो पारी देखा सबै अलैँची बारी। अनि हामीले गाडी चाहिँ ऊ तल राखिरहेछौँ, त्यो एउटा सबभन्दा सुरुमा देखेको घरमा। ल त गाईचोर अहिले चाहिँ खोलातिर है त माछा नै मार्नु मिल्छ होला है। अब एक दुई बाटो चाहिँ समस्या खालको छ साथीहरू। यता माथिबाट आइयो होइन, जङ्गल छ गाईचोरु गाउँघर है त। यो चाहिँ गाउँघरको ब्लकै त चाहिँ गाह्रो छ है। अब अहिले चाहिँ हिँड्नुलाई प्र्याक्टिस भएन भने चाहिँ गाह्रो पर्छ गाईचोरु यस्तोतिर चाहिँ। त्यही हो। यो चाहिँ पार्किङै गाईचोर तातो पानी मेलाको पार्किङ। झोला भनेको
5 खपन र चैपुर 5 होइन भाले टिमले हलायो खतरा हलाइरहेको यो जसले जित्छ त्यसले फाइनल उठाउने होला अब चाहिँ गेम सिद्धेर सबैजना फर्किँदैछ उता परतिर हाम्रो गेम सिद्धेको अवस्था हाम्रो ग्रुप भयो दाजु है फेरि बोलो ग्रुप यता फर्कौँ त सबैजना हौ ल